सभामुख महोदय, यो बुद्ध जन्मिएको देश, हामी बुद्धका अनुयायीहरू। सिद्धार्थ गौतमले दरबार छोडेर जानुभएको, राजकाज परित्याग गरेर जानुभएको र इतिहासलाई अझ गम्भीर रूपमा हामीले डिपली स्टडी गर्यौँ भने अहिलेको अर्थमन्त्रीज्यू त अझ बुद्ध जन्मिएको ठाउँको आसपासबाट आउनुभएको, माउली गाउँबाट आउनुभएको मान्छे हुनुहुन्छ। हामी सबैले आदर गर्ने, हामीले मान्ने हाम्रो आदरणीय नेता नै हुनुहुन्छ उहाँ। व्यक्तिगत रूपमा म उहाँलाई असाध्यै मान्छु। अनि हाम्रो प्रधानमन्त्री त अझ 14 वर्ष 15 वर्षसम्म जेल जीवन बिताएर नेपाली नागरिकका निम्ति, नेपाली जनताका निम्ति लडेर आउनुभएको र इमान्दारितापूर्वक भन्दा कहिलेकाहीँ हाम्रै पार्टीका साथीहरूले हामीलाई थुनाउँदा समेत यो सुनिललाई अन्याय भयो भनेर निकाल्नुपर्छ भन्ने मान्छे। अनि मैले यसो सोचेँ, हामी बा भन्थ्यौँ, साँच्चै हो। अनि बाले छोराहरूलाई मात्रै बजेट नदिएको हो कि भनेर हेरेको त भइले एक दुईजना चेलीबेटीसँग कुरा गरेको, छोरीहरूलाई पनि दिएर रहेछ कि। समस्या त छोराहरूमा मात्रै रहेन रहेछ, छोरीहरूमा रहेछ। मैले जोड्न खोजेको विषय के हो भन्नुहुन्छ भने, म एउटा सानो टक भगवान बुद्ध र चाहिँ आजाद शत्रु भन्ने तत्कालीन अवस्थाका महाराजको बिचमा भएको एउटा संवाद तपाईँहरूलाई सुनाउन चाहन्छु, स्मरण गराउन चाहन्छु। आजाद शत्रुले, बिम्बिसारका पुत्र हुन् आजाद शत्रु, उनले चाहिँ धेरै मारधाड गरे, राज्यमा धेरै दमन गरे, धेरै बल प्रयोग गरे। त्यस पछाडि अन्तिममा जब बुद्ध शिक्षाबाट उनी प्रभावित भए, उनले आफ्नो श्रीपेश खोलेर बुद्धको एउटा भिक्षु मार्फत बुद्धलाई गिफ्ट दिएर उहाँले पठाए र बुद्धले फर्केर आएर त्यो दिएको उपहार उहाँले चाहिँ जो राजालाई फर्काउनु भयो र भन्नुभयो, यो मलाई के काम छ र, यत्रो संसार, यो संसारिक चिजबाट टाढा रहनको निम्ति मैले आफ्नै कपिलवस्तु जस्तो राज्य त्याग गरेँ, राजा हुने मोह त्याग गरेँ। त्यस कारणले तपाईँको श्रीपेश, तपाईँको राज्य आज मलाई जुन उपहार दिन खोज्दै हुनुहुन्छ, त्यो मेरो निम्ति कुनै अर्थ राख्दैन, यसले यो निरर्थक छ। म त संसारका प्राणीहरूलाई उद्धार गर्नको निम्ति राजाहरूको पनि राजा, महाराज, धर्मराजाहरूको पनि राजा बनेर बस्न चाहन्छु, जनजनमा पृथ्वी रहुन्जेलसम्म मान्छेका हृदयभित्र बस्न चाहन्छु भनेर उहाँले भन्नुभयो। यानि कि त्यो एउटा लिडरसिप, एउटा नेताले सोच्ने, एउटा भिजन भएको लिडरले सोच्ने विषय त्यो बन्नु पर्थ्यो भन्ने मलाई लाग्छ। आज कस्तो देखियो भनेदेखि हाम्रो नेताहरू, तपाईँहरू जो हुनुहुन्छ सम्मानित हुनुहुन्छ, तपाईँहरूको कन्ट्रिब्युसन डेमोक्रेसीको निम्ति तपाईँहरूले गर्नुभएको कन्ट्रिब्युसनप्रति हामी सदा तपाईँहरूलाई श्रद्धा गर्छौँ। तर आज छातीमा हात राखेर एकताल पशुपतिनाथमाथि उभिएर सोच्नुहोस् त, तपाईँहरू के गर्दै हुनुहुन्छ? जनता 5वटा जिल्लाभित्रका मात्रै नेपाली नागरिक हुन् त? हाम्रो कर्णालीको, हाम्रो मुगुको, हाम्रो मुस्ताङको, हाम्रो मधेसको, तराईको, पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईँहरूलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै, त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको कुल अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडी दिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि, पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईँहरूलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु, तर एउटा कुरा तपाईँहरूलाई सम्मानजनक ढङ्गले म भन्न चाहन्छु, तपाईँहरूको हृदय छ कि छैन? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईँहरू देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुन्डभित्रको तपाईँहरू चाहिँ जो मन्त्री हो? अनि तपाईँहरू मन्त्री बनिरहँदाखेरि अनि तपाईँहरू एक्लै चुनाव जितेर आएर बन्नुभएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि काङ्ग्रेस एमालेका साथीहरूलाई, मन्त्री हुनु भइसकेका साथीहरूलाई अझ म भन्न चाहन्छु, अब यो 4-5वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईँहरूले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो एउटा गम्भीर विषय हो, यो एउटा मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई। र मलाई के लाग्छ भने हामी मिलेपछि नहुने भन्ने केही पनि छैन। यो बजेट अहिले तत्काल तपाईँहरूले संशोधन गर्नुपर्छ, समन्वयिक हुनुपर्छ बजेट। यो राज्य सत्तालाई हातमा लिएर, राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। हाम्रा क्षेत्रका नागरिकले, तपाईँका क्षेत्रका नागरिकले, झापाका नागरिकले, मोरङका या सुदूरपश्चिम या सुदूरपूर्वका नागरिकहरूले तिरेको करको प्रतिशत एउटै हो। हेकारोस् यहाँहरूलाई म स्मरण गर्न चाहन्छु,
हाम्रा गाउँमा चिसाङका डिलमा बसेर डाँसखोलामा बसेर गिटी कुट्नेहरूले एक बोरा बेचेको गिटीमा पनि तपाईँले कर लगाउनु भएको छ। किसानले उत्पादन गरेको कृषि उत्पादनमा समेत तपाईँले कर लगाउनु भएको छ। अनि बजेट भकारीको चाबी तपाईँको हातमा दिइसकेपछि तपाईँले लगेर आफ्ना क्षेत्रहरूमा मात्रै, नेताहरूका क्षेत्रहरूमा मात्रै हाल्ने, योभन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ नेपालको इतिहासमा? त्यसकारणले कस्तो नेता बन्ने तपाईँहरू? एउटा झुन्डभित्रको, फेरि रिपिट गर्न चाहन्छु म, एउटा झुन्डभित्रको एउटा सीमित मान्छेहरूको हृदय जित्ने गरी आफ्नो चुनाव क्षेत्रलाई केन्द्रित गरेर भोलिपल्ट हामी चुनाव जितौँ अरू सबै हारुन् भन्ने हिसाबले मात्रै बन्ने, या होल नेपालभित्र भएका नागरिकहरू चाहे स्वदेशमा हुन् या विदेशमा हुन्, त्यो बच्चादेखि वृद्धसम्म हाम्रा बाबुआमा हुन्, हाम्रा नागरिक हुन् भन्ने तपाईँले सोच्ने कि नसोच्ने? अशोकाको राजा, अशोकाको पालामा धर्मराजा भनेर अशोका कहलाइनु हो। त्यो धर्मराजा हुने क्राइटेरिया मध्ये प्रमुख एउटा क्राइटेरिया के थियो भने सबै नागरिकलाई आफ्ना परिवारका सदस्य तपाईँले हेर्ने, कुनै पनि शासकले हेर्ने, हरेक नागरिक आफ्ना परिवारका आमा बुवा दाजु भाइ दिदी बहिनीहरू जस्तै हुन् भन्ने कुरा त आजभन्दा 2400-2300 वर्ष अगाडि इस्टाब्लिस भएको हाम्रो चाहिँ थ्योरी हो। अनि आज तपाईँहरूले सत्तामा बस्ने बित्तिकै यस्तो निर्ममतापूर्वक अनि दिन दहाडै अनेस्टली भन्दाखेरि तपाईँहरू सर्ट प्यान्ट त लाउनु भएको छ तर निर्लज्ज हुनुहुन्छ। तपाईँहरू भकारीको सबै पैसा लगेर अर्कोतिर हाल्ने, आफआफतिर हाल्ने, अनि बाँकी रहेको जम्मै सांसद याद गर्नुहोस्, भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे म सुनिल शर्मा मोरस्टमा बोल्दैछु र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कमसे कम 40,000 देखि 50,000 मत लिएर आउनुभएको छ र हामी बोलिरहेको एउटा व्यक्ति होइन, लाखौँको सङ्ख्यामा मत लिएर आएका साथीभाइहरू आज विवश हुनुहुन्छ। अनि तपाईँहरू सुन्नुहुन्छ, यहाँबाट फर्किनुहुन्छ, झोला बोक्नुहुन्छ अनि भन्नुहुन्छ हाम्रा क्षेत्रमा ल्याइहाल्यो, 131वटा मेरामा हालेको छ, फलानामा हालेको छ, अरूको जेसुकै होस्। तर हेर्नुहोस्, एक दिन यो मरेर जाने जिन्दगी हो, हिसाब हुनेवाला छ उपरमा। आज तपाईँले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। जनताको गाउँबाट पसिना गरेर पठाएको पैसा पाई गरेर पठाएको कर तपाईँका भकारीमा आइसके पछाडि तपाईँले अघोषित रूपमा, म यसलाई अघोषित रूपमा भन्दैछु, लुट्नु भएको छ। यसरी पाइँदैन लुट्न। यो अघोषित रूपमा लिगल अथवा सत्तालाई, कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो। सभामुख महोदय, म एउटा सिरियस विषय उठाउन चाहन्छु। अहिले जो माननीय ज्ञानेन्द्रबहादुर कार्की मेरो आदरणीय दाइले पनि अघि सिरियसली उठाउनु भएको थियो, अहिले अर्थ मन्त्रालय अन्तर्गत टेक एन्ड पे भन्ने एउटा थ्योरी आयो। अर्थमन्त्रीजीप्रति मेरो कुनै शङ्का छैन, तपाईँ बडो शालीन मान्छे हुनुहुन्छ, क्लिन मान्छे हुनुहुन्छ, तपाईँको स्वाभिमानप्रति, तपाईँको निष्ठाप्रति, तपाईँको छविप्रति मेरो प्रश्न होइन। तर यो टेक एन्ड पे जुन ल्याइयो यसमा जम्मा 2वटा मात्रै एन्सर हुन्छ। बिजुली उत्पादन गर अनि हामी किन्दैनौँ भनेको राज्यले, तिमी बिजुली उत्पादन गर, अरबौँ लगानी गर अनि हामी किन्दैनौँ, त्यो भनेको के हो भने नेपाली व्यापारीहरू, नेपाली उद्योगपतिहरू, तिमीले नेपालको पानी बगेको खोलाभित्र तिम्रो अधिकार छैन, तिमीले बिजुली उत्पादन गर्न पाउँदैनौ, तिमी गुड बाई, जय नेपाल, हामी विदेशीहरूलाई मात्रै दिन्छौँ भनेको। कारण के? अन्डर टेबल पैसा आउँछ भनेको त्यो होइन भने नेपाली नागरिकले बल्ल बल्ल भर्खर जलस्रोतमा चाहिँ जो फड्को मारिरहेको बेला, बनाउन सिकिरहेको बेला र जलस्रोतमा नेपालले एउटा नयाँ आयाम सुरु गर्ने बेलामा आज तपाईँले कुन ग्राउन्डमा यो भन्नुभयो? यो तत्काल तपाईँले यो असार मसान्त अगाडि यो तपाईँले परिवर्तन गर्नुपर्छ, चेन्ज गर्नुपर्छ भन्ने हो हाम्रो भनाइ। होइन भने दिनुहोस्, ठिक छ त विदेशीलाई दिनुहोस्, अथवा यो ढिलो गरियो भने अर्को एउटा हल्ला छ। म खुलेर भनिदिन्छु, मलाई कुनै लाज छैन भन्नलाई, डर छैन। यहाँ एउटा हल्ला चलिरहेको छ, टेक एन्ड पे भन्ने, व्यापारीहरूसँग पैसा उठाउने अनि परिवर्तन गर्ने। यो हो डिजाइन भने व्यापारीहरूसँग बजारमा पैसा उठाएर परिवर्तन गर्ने चेष्टा गरियो भने यही सदनमा हामी सुरु गर्नेछौँ, यो कुरा उठाउँछौँ, घनीभूत हिसाबले उठाउँछौँ। र अर्को कुरा, नेपालको व्यापारीहरू, म 1 मिनट नसकेँ, दफा 57को जुन कुरा छ, अर्थमन्त्रीज्यूलाई म रिमाइन्ड पनि गराउन चाहन्छु। लास्ट टाइम उहाँ अर्थमन्त्री भइरहँदाखेरि पूर्व अर्थमन्त्री वर्षमान पुञ्जीले यसलाई चेन्ज गर्नुभएको थियो। अनि हामीले गएर भेटेर भन्यौँ पनि, अहिले अब यस्तै भइगयो, ढिलो चाँडो भयो, अब पछि तपाईँहरूलाई हामी बोलाउँछौँ,
सल्लाह गरौँला भनेर भन्नुभयो। तर दफा 57 यस्तो अपराधिक दफा हो नेपालमा जहाँ सिम्पल तपाईँहरूलाई म बुझाउन चाहन्छु, जहाँ 1 करोड रुपियाँ लगानी गर्न कुनै व्यापारीले चाहन्छ एक्जिस्टिङ उद्योगमा भनेदेखि उसले 35 लाख रुपियाँ कर नबुझाइकन 1 करोड रुपियाँ लगानी गर्न पाउँदैन। भनेपछि यो देशका होटल, यो देशका स्कुल, यो देशका कलेज, यो देशका कुनै पनि लिमिटेड या प्राइभेट लिमिटेड कम्पनीहरू तपाईँहरू बन्द गर्न चाहनुहुन्छ कि चलाउन दिनुहुन्छ? यति भन्दै कुरा त धेरै थिए। अन्तिममा अर्थमन्त्रीज्यूलाई मेरो 2 हात जोडेर एउटा रिक्वेस्ट छ, मुगुबाट हुम्ला जाने बाटोमा अहिले पनि तुइन्छ, मुख्य बाटोमा चङ्खेली हिमाल तल, कृपया तपाईँको कार्यकालमा त्यो बनाइदिनु होला। ठिक छ, हामीलाई त दिनु भएन, तर कम्तीमा त्यो बनाइदिनु होला भन्दै यहाँहरूलाई म यसरी समय राम्रो दिनुभयो, लाइन पनि काटिदिनु भएन, सभामुखज्यूलाई पनि धन्यवाद दिँदै म बिदा चाहन्छु। केही गल्ती बोलेछु भनेदेखि सुधारौँला अर्कोपल्ट। हस् त, धन्यवाद, थ्याङ्क यू।